हेलो हेलो नमस्ते गुड मर्निङ छ्याजलो सबैजनालाई म असिम गुरुङ होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ। वेलकम छ मेरो आजको स्पेशल भ्लगमा। आज चाहिँ हामी छौँ लमजुङ जिल्ला घनपोखरा गाउँमा अनि हामी चाहिँ घनपोखरा गाउँबाट अब फेरि जाँदैछौँ घले गाउँतर्फ। हाम्रो चाहिँ एकदमै जम्बु टोली छ माथि जाँदै हुनुहुन्छ अगाडितिर। ओके हेर्दै गर्नु होला सबैजनाले अनि सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। ओके हामी जाँदैछौँ। ओके ओके वेलकम सबैजना। रिटर्निङ टु माई होम बचेउडार घनपोखरा भुजुङ घुम्दै घलेगाउँ घुम्दै। ओके थ्याङ्क यू सो मच। मैले पनि मेरो फ्यानहरूको तर्फबाट थ्याङ्क यू बोल्दै हो। आमा फेरि आइदिए रमाइलो मनाउन आछ तँ है सम्पूर्ण चाहिँ नपल्जाने मैले पर लिउँ गर्नु ठिक हो। बै फुल्टम टन्नै मन छु फाँटर। ओके हामी अब गेट क्रस हुँदैछौँ घनपोखराको गेट। थ्याङ्क यू। कसको ओके तिमीले तानेर पठाउन खोजेको आफ्नै तानेर। अब घनपोखराबाट हामी जाँदैछौँ घले गाउँतिर। ल भान्जा ठोकिन्छ है मुख त्यहाँ समाति राखौ। ओके साथीहरू हामी फाइनल्ली यहाँ घले गाउँ आइसक्यौँ। अब हामी जाँदैछौँ माथितिर। ल जाउँ गाइस यस्तो दामी छ माथि। ल हेलो हेलो ल आउनुहोस् गाइस आउनुहोस्। यहाँ चाहिँ एकदमै चक्काचक छ भिडभाड छ यहाँ चाहिँ घले गाउँमा चाहिँ। हामी चाहिँ अब जाँदैछौँ। यो फुलमाला चाहिँ हामीले घनपोखरा होमस्टेबाट बिदाइ भएर लगाएर आएको माला हो यो चाहिँ। गोर्खा आर्मी पार्क घले गाउँ। आउनुहोस् मेरो भान्जा। वाउ वाउ पक्नुहोस् है भान्जा। यस्तो दामी देखिरहेको छ होइन हिमालहरू। ओए ओए तल चाहिँ मर्स्याङ्दी बगिराखेको तलल्ला लाएर। ल साथीहरू मेरो मामाको भ्लगलाई लाइक गर्नु सब्सक्राइब गर्नु कमेन्ट सेयर गर्नु हो। अनि मेरो च्यानललाई लाइक सब्सक्राइब कमेन्ट सेयर गर्नुहोस् त। ओके थ्याङ्क यू सो मच मेरो भान्जा। हामी चढ्दैछौँ भ्यू टावर। हेलो गाइज व्हाट्सअप गाइज। ओएमजी माई गॉड यार देख्न सक्नुहुन्छ साथीहरू यो पछाडिको सिन यो घले गाउँ एकदमै फोटोमा भिडियोमा मात्र देखिराखेको थियो। अनि आज चाहिँ साँच्चै नै यहीँ आएर निहाल्न पाएँ। यो भ्यू एकदमै रमाइलो लाग्यो। ओ माई गॉड। ल
ए हामी बसेको ओ घनपोखरा त्यही हो। गनपोखरा त्यो हो। अनि के अरे घले गाउँ डाँडैमा हावा सारा निर्माया उतै नजर माया उतै नजर हो एमजी। साह्रै नै राम्रो एकदमै स्पेसल ठाउँ छ। उता पनि भेडीगोठ पनि रहेछ उता ल है। दिवाल चाहिँ आउनुहोस् हेलो दामी ल ओके जाउँ भन्छ लाग्नुपर्छ हामी अब। ओके एकदमै रमाइलो एकदमै राम्रो ठाउँ छ साथीहरू। हजुरहरू पनि आउन सक्नुहुन्छ। यो चाहिँ लमजुङ जिल्ला घले गाउँ। एकदम रमाइलो छ त साथीहरू। यो चाहिँ बेसी सहरबाट लगभग 2 घन्टा 3 घन्टाको बाटो हो। अलिकति बाटो चाहिँ कतै पिच छ कतै अलिकति अफरोड छ। एकदमै रमाइलो लाग्यो होइन भान्जा? हजुरलाई कस्तो लाग्यो भान्जा? मलाई एकदम रमाइलो हो। के चाहिँ राम्रो लाग्यो यो ठाउँको? मलाई घरहरू एकदम धेरै छ क्या। हो त्यो यताबाट एकदमै मिलेको हो घरहरू होइन। ल साथीहरू हजुर हेलो हेलो के भयो हाम्रो टोलीलाई? हेलो गाइस सक्रिय निष्क्रिय भएको छ। सक्रिय निष्क्रिय भएको छ। ओके साथीहरू हामी चाहिँ घले गाउँ छोडेर निकै तल आइसक्यौँ। अहिले बाटोमै छौँ है। एकदमै अफरोड बाटो छ। पानी ल गर्नुहोस् त। यहाँ छ साँच्चै हो एकदमै अफरोड बाटो। एकदम अर्ग्यानिक पाउडरले सजिएर बसेका छन् हाम्रो साथीहरूलाई। ओइ गाइजहरू पिचबाट आउनु लाग्यो अब। निकाल धुलो टोटेर क्या हो पिचबाट आयो साँच्ची हो क्या। पिचबाट कति ठाउँमा चाहिँ पिच पनि छ राम्रो छ अनि कति ठाउँमा चाहिँ एकदमै अफरोड एकदमै गाह्रो बाटो पनि छ यो भोलि गाउँमा आउनको लागि चाहिँ।
खसी गाउँ है बेटी चाहिँ यलाउमा ए सुने हो हजुर नमस्ते परिवार यहाँ गाडी रोदिरहेछु म ए ती तोए हो करानैपट्टि यहाँ गाडी रोदिरहेछु फेरि गाडी रोइदिन्छु म खातै म फेरि थोप्रो म गाडी केही फुफु ल तेल छ दिलो सानो खाएर नानी म गाडी खाउँछु म फेरि पुग्नु आली फेरि आफू तँ अब के गरौँ मलाई बेला तँ हो के गरौँ न नासा तँ हो के गरौँ न त हजुर कस्तो राम्रो घमाइलो एकदमै रमाइलो ठाउँ रहेछ ल चढौँ चढौँ जाम आमा जाम ल चढौँ खतरनाक बाटो खतरनाक छ है हेलो सोरे पैसा छ नि मेरो भान्जीको त सोरे कसो म त तिर्न सकिनँ स्कुल जानु पनि पढाइ हो एकदम राम्रोसँग भोजुङ गाउँ घनपोखरा घले गाउँ राम्रोसँग घुमेर ल्याइदिनु भयो हाम्रो गुरुजी उहाँलाई चाहिँ एकदम सम्मान गर्दैछौँ हामी मलाई पनि दिनुहोस् एउटा फुल रमाइलोसँग ल्याइदियो हामीलाई खै सबैले अङ्कलसँग फुड गरेको खै थ्याङ्क यू भनेको खै थ्याङ्क यू त भन्नु पऱ्यो नि ल थ्याङ्क यू सबैजना खै अघि चाहिँ ब्याट्री सकेर हामी चाहिँ खासै भिडियोहरू बनाउन पाएन हामी चाहिँ यहाँ बेसीसर आएर नि खाना खाइसक्यौँ अब हामी भोटेबाट जाँदैछौँ अब फेरि ओके साथीहरू हामी चाहिँ हाम्रो बेसीसरबाट चाहिँ हाम्रो जम्बो टोलीसँग चाहिँ छुटेर हामी यता खुदी बजार आइसक्यौँ होइन खुदी बजारमा चाहिँ हामी किन आएँ भन्दाखेरि यहाँ चाहिँ हामी साम्बा चोक साम्बालाई भेट्न आएको गाइस फाइनल्ली है हाम्रो यो साम्बा चाहिँ मेरो पनि हो प्लस मेरो मिसेसको पनि एकदमै फ्यान हो साम्बाको सो हामी चाहिँ साम्बालाई भेट्नको लागि हामी चाहिँ बेसीसरबाट छुटेर आएको मान्छेले त भेट्न सकिन्न हामी अब अहिले खुसी लाग्यो साम्बालाई भेट्या जस्तो लाग्यो चढन त माथि फोटो त हो भने पनि अब के हो नि त नि रेडी पोच रेडी पोज दिँदैछ है भोलिले चाहिँ यहाँ ल साम्बा जस्तो बस न यताबाट
खुट्टा यस्तो गर हात यस्तो गरेर बस न एउटा खुट्टा यस्तो गर एउटा खुट्टा यस्तो गर अनि गर न गर एकचोटि गरेर देखाइदेऊ न फाइनल्ली तिम्रो सामालाई भेट्ने सपना पनि पुरा भयो नि त ल ओके ओके साथीहरू हामी चाहिँ फाइनल्ली घर आइसक्यौँ हाम्रो यात्रा चाहिँ एकदमै यादगार एकदमै रमाइलो भयो हाम्रो फ्यामिली टुर चाहिँ एकदमै गजब भयो ओके अब नेक्स्ट भिडियोमा भेट्ने बाचाका साथ बिदा हुन चाहन्छु ओके सी यू अन नेक्स्ट ब्लग थ्याङ्क यू फर वाचिङ ओके बाई बाई गाइज